केही महिनादेखि नेपाली सङ्गीत क्षेत्र दुर्गेश थापाको गीत दुश्मन हेरेको हेरै गीतको कब्जामा छ। वृद्ध होस् वा बालक या हुन् युवा युवती, सबै यसै गीतको धुनमा रमाइरहेका छन्। वर्षको अन्त्यमा पनि दर्शकहरूले भनिरहेका छन् दुश्मन हेरेको हेरै। साङ्गीतिक हिसाबले 2081 को अन्त्य उत्साहपूर्ण भएसँगै सुरुवात पनि रोमाञ्चक नै देखियो। केकी अधिकारीको फिल्म बक्सीको घरको बुझिन मैले सँगै नयाँ वर्षको सुरुवात भएको थियो। गत चैत अन्तिममा सार्वजनिक गीतको समीक्षा अधिकारीले स्वर दिएकी थिइन्। प्रकाश सबुको सशक्त शब्द र सङ्गीतमा समीक्षाको मिठो स्वरलाई दर्शकले निकै मन पराए। समाजले महिलालाई हेर्ने दृष्टिकोणबारे व्यङ्ग्य गर्ने यस गीतले समीक्षालाई पुनः चर्चामा ल्याइदियो। सुरुवातदेखि चलायमान साङ्गीतिक क्षेत्र वर्षभरि नै गतिशील रह्यो। वर्षकै हिट युट्युबमा करोडौँ भ्युज। बुझिन मैले मात्र होइन, यो वर्ष सार्वजनिक भएका धेरै गीतले दर्शकको ध्यान तान्न सफल भए। जुन गीतहरूले चर्चा मात्रै पाएनन्, युट्युबमा पनि करोडौँ भ्युज बटुले। यस वर्ष फिल्म खुस्मामा प्रवेश गीत रुकुममै कोट वर्षाको चर्चित गीत हो। यो गीतसहित शान्तिश्री परिवारको स्वर रहेको यस गीतले कीर्तिमानी समेत रत्न सफल भयो, किनकि यो गीत छिटो 10 करोड भ्युज पाउने पहिलो नेपाली गीत समेत हो। वर्षकै हिट गीत हालसम्म 12 करोड 20 लाख पटक हेरिएको छ। त्यस्तै यस वर्ष सर्वाधिक चलेको अर्को गीत हो म त ढले ढले। शान्ति रानी परियारको स्वरमा तीजमा सार्वजनिक यो गीत पनि टिकटककै कारण एकाएक चर्चामा आयो। दसैँ तिहारको बीचमा चलेको गीतमा निकै टिकटक र रिल्स बनेका थिए। यस वर्ष तहल्का मचाउन सफल यस गीतले पनि युट्युबमा 7 करोड 85 लाख भ्युज पाइसकेको छ। सुशान्त केसीको शब्द सङ्गीत र स्वर रहेको बारदलीले पनि निकै चर्चा बटुल्यो। सुशान्त सहित इन्द्रकला राईको स्वरमा रहेको यो गीत पनि ग्लोबल ट्रेन्डिङमा रहेको थियो। गीतका पेरमिल शब्दहरू दर्शकहरूमा मग्धमुग्न बने। त्यसैले त युट्युबमा यस गीतलाई 7 करोड 24 लाख बढी पटक हेरिएको छ। त्यस्तै दुर्गेश थापा यो वर्ष निकै छाए। प्रायजसो विवादका कारण चर्चामा आउने हुने तारिफ योग्य पात्र बने। दुश्मन हेरेको हेरै गीतले हाइप वात्तै बढाइदियो, यतिसम्म कि स्टेजका किङका रूपमा पनि उदाएका छन्। ग्लोबल ट्रेन्डिङसम्म परेको यस गीतले हालसम्म 6 करोड 14 लाख भ्युज पाइसकेको छ। छक्का पञ्जा 5 मा समावेश ब्रेक अफ सङ पनि यस वर्षको हिट गीत हो। बाबुल गिरीको शब्द सङ्गीत र स्वर रहेको यस गीत 4 करोड 18 लाख पटक हेरिएको छ। यसै गरी सर्वकालीन ब्लकबस्टर फिल्म पूर्णबहादुरको सारङ्गेको गीत रैया चाँदीको पनि यस वर्ष चर्चामा रह्यो। टिकटक र सामाजिक सञ्जालमा छाएको यस गीतले 4 करोड बढी भ्युज बटुलिएको छ। मायालाई पानको पात, नमस्ते ढोक दिया, स्पर्श सङ्गीत, ए आमा जाम भन्यो मलाई, रेशम दर्शन गरे, आउँथ्यो दसैँ, मखमली, काँडेकुरी, राई माइला र पानको पसल लगायतका गीतहरूले दर्शकलाई मजाले नचाए र दर्शकले मन पराए। गीत सङ्गीतका रुचाइएको विशेषता। यस वर्ष फरक फरक शैलीका फिल्म चले झैँ चर्चामा पाएका गीतहरू पनि विविधता देखियो। आधुनिक होस् वा लोकदोहोरी, पूर्वेली भाकादेखि देउडा कौडा पनि दर्शकको रोजाइमा परे। पुजार सार्कीमा समावेश कौडा भाका, दर्शन गरे होस् वा गाउँ आएको बाटोको गीत, राईमाइला, रुकुमाइकोटदेखि रमाइला गीतहरू बिहे भएको छैन र ब्रेकअपसँगले पनि राम्रोसँग भ्युज पाए। पूर्णबहादुरको सारङ्गीका काँडेकुरी र रैया चाँदीका जस्ता मौलिक गीत, चल्दा सुजन चापागाईको गीत मखमली र एक्लै भए पनिले दर्शकको मन छोए। यस्तै युवा पुस्तामा चर्चित गायक सुशान्त केसीको बारदलीदेखि प्रकाश दुतराजको लोकगीत रेशम चले, त्यस्तै लोकदोहोरी क्षेत्रका गीतहरू पनि दर्शकले अत्याधिक रुचाए। लोकदोहोरीतर्फ खेम सेन्चुरीदेखि शान्तिश्री परियारसम्मका गीतहरू दर्शकको रोजाइमा शीर्ष स्थानमा रहे। खेमका गीतहरू म त ढले ढले, सासु बजै, मायालाई पानको पात, नमस्ते ढोक दिया, पानको पसल चर्चासँगै राम्रो भ्युज बटुले। त्यस्तै शान्तिश्रीले स्वरमा दिएका रुकुमैकोटा, साँझ पर्यो झमझम, लौन नि भैया, राधा पियारी, यारैले उत्साहजनक चर्चा बटुले।
बद्री पङ्गनीको कन्या राशि गीतले पनि दर्शकको माया पायो। अर्जुन सापकोटाको बस्यो अलगैले पनि राम्रो चर्चा पायो। वसन्त थापाको मैयाले गीतले पनि चर्चासँगै करोडौँको क्लबमा पुगिसकेको छ। यस्तै देउडा भाकामा यारै ओ सायु, राधा पियारी, चल्दा नेवारी गायक कुमा सागरको फुरफुरी पनि राम्रै चल्यो। त्यस्तै रोजमान महर्जनको गीत मखता या गवालाई दर्शकले खुबै मन पराए। आधुनिकतर्फ एकदेव लिम्बूको झिमझिमाउने आँखा चल्दा सजनराज वैद्यको 1841 चर्चा बटुल्यो। र्याप गीततर्फ भिटेनको जोजोदेखि मिस्टर डीको अक्खा छ, ब्रिजेश श्रेष्ठको कान्छीको कति यो नम्बर पनि कत्रा चलेको गीतमा पर्दछ। ग्लोबल ट्रेन्डिङमा पनि कब्जा। यो वर्ष सङ्गीतमा नयाँ उपलब्धि समेत थपियो, किनकि यो वर्ष धेरै गीतहरू विश्वव्यापी ट्रेन्डिङमा पुगे, जुन ऐतिहासिक उपलब्धि हो। यस भदौमा टिकटकमा खुलेसँगै महिनौँ अघि सार्वजनिक भएका गीतहरू पनि चर्चामा आए। लोक लयमा तयार पारिएको बाबु कृष्ण परियारको कश्मीरी पछ्यौरी टिकटक खुलेसँगै भाइरल भएको थियो। मौलिक शब्द र मिठो धुन रहेको यस गीतमा लाखौँ टिकटकहरूले रिल्स बने, जसकारण यस गीत ग्लोबल ट्रेन्डिङको यात्रा गर्न सफल भयो। 8 करोड बढी भ्युज पाएको यो गीत विश्वव्यापी ट्रेन्डिङ पर्ने पहिलो नेपाली गीत भएको कलाकारहरू बताउँछन्। यो सहित यस वर्षको सर्वाधिक रुचाइएको गीत रुकुमाई कोटले पनि ग्लोबल ट्रेन्डिङको यात्रा तय गरेको थियो। 2 महिनासम्म ग्लोबल ट्रेन्डिङको शीर्ष 100 भित्र अठाएको यो गीत 73औं स्थानमा पुगेको थियो। त्यस्तै दुर्गेश थापाको दुश्मन हेरेको हेरै पनि यस वर्ष विश्वभर 100 म्युजिक भिडियोको सूचीमा 77औं स्थानमा पर्न सफल भयो। सुशान्त केसीको बार्दली पनि ग्लोबल ट्रेन्डिङको 93औं स्थानमा पुगेको थियो। हेमन्त शर्माको आउँथ्यौ दसैँ गीत पनि गएको दसैँमा एकलौटी राज गरेको थियो। यो गीत पनि केही समय ग्लोबल ट्रेन्डिङमा परेको थियो। यस वर्ष धेरै गीतहरू नेपाली सहित विभिन्न देशका युट्युब ट्रेन्डिङमा समेत परे। पुराना ब्यान्ड पनि मुरमुराए। कोरोना महामारीसँगै केही वर्ष यता नेपालमा ठुला कन्सर्टहरू हुन सकेका थिएनन्। सोलो प्रस्तुतिको लागि कलाकारहरू देश विदेश पुगे पनि ब्यान्डका कन्सर्ट दर्शकहरूले मिस गरिरहेका थिए। तर यस वर्ष भने डायस्पोरादेखि नेपालका पनि पुराना चर्चित ब्यान्डहरू गुन्जिए। गत कार्तिकमा कन्दराले काठमाडौँमा पहिलोपटक गुन्जियो। ब्यान्ड स्थापनाको 32 वर्ष पुगेको अवसरमा एनिभर्सरी कन्सर्टमा आफ्नो हिट गीतमा दर्शकलाई झुमाएको थियो। यससँगै सन् 2025 को जनवरीसँगै कन्दरा विश्वव्यापी टुर मार्फत डायस्पोराका दर्शकका लागि प्रस्तुति दिइरहेको छ। त्यसैगरी गत साता काठमाडौँमा चर्चित ब्यान्ड 1974 एडीले पनि 30 वर्ष पुगेको अवसरमा हजारौं दर्शकमा प्रस्तुति दिएको थियो। ब्यान्डले गत 2000मा काठमाडौँमा रक यात्रा गरेको थियो। 60,000 दर्शकहरूको उपस्थिति रहेको कन्सर्ट अहिलेसम्मको भव्य मानिन्छ। त्यसपछि विदेशमा कन्सर्ट गरे पनि नेपालमा रक यात्राले निरन्तरता पाउन सकिरहेको थिएन। तर यस वर्ष भने लामो समयपछि रक यात्रा 2 को गर्ने मौका जुर्यो। यसलाई ब्यान्डले अन्तिम कन्सर्ट समेत भनेको छ। यस्तै केही महिना अघि चर्चित भारतीय गायक सोनू निगमको पनि ठुलो कन्सर्ट भएको थियो, जहाँ निगमलाई सुन्न हजारौं दर्शकहरू पनि पुगेका थिए। त्यस्तै कर्मा, कुटुम्बा, कुमा सागर, एडम द खब, एक्सिप र झिल्के एन्ड दि कम्पनी लगायतका ब्यान्डहरूले पनि स्वदेशमा प्रस्तुतिहरू दिए। यस वर्ष पुराना ब्यान्ड मात्रै बिउतिएनन्, केही नयाँ साङ्गीतिक ब्यान्डहरू पनि उदाए। गायक देवेन्द्र बब्लुले दि फिरन्तीदेखि प्रमोद खरेल एन्ड परम्परा मार्फत साङ्गीतिक प्रस्तुति दिए। त्यस्तै चर्चित गीत कालो केसमा रेलीमाईका दिनेश ढकालको यसै वर्ष पनि नयाँ दिनेश ढकाल एन्ड डोको नामले सुरु गरेका छन्। नेपथ्य ब्यान्डको कन्सर्टसँगै 2081 अन्त्य हुँदैछ। हाल विदेशमा थुप्रै कन्सर्टहरू गरिरहेको नेपथ्य 2 वर्षपछि काठमाडौँको गोकर्णेश्वरमा 30 गते शनिबार गुन्जिँदैछ। आदरणीय दर्शक महानुभाव, तपाईलाई आजको हाम्रो सामग्री कस्तो लाग्यो? यदि तपाईलाई आजको सामग्री मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्नुहोस्, ताकि आगामी दिनहरूमा हामीलाई यस्तै खाले भिडियोहरू बनाउन
थोप प्रोत्साहन मिल्नेछ। हामी अर्को कार्यक्रममा आउने बाचा गर्दै अहिले भने बिदा हुन्छौँ। नमस्ते।